Yo, Oma. Oma. Lisha, Mama. त अम्बा होइन नि Oh. Hello, namaste. Welcome to my blog. म चाहिँ स्कुलबाट आइसकेँ अब म चाहिँ नुहाएर म मेरो मम्मीसँग फर्स्ट टिप्न जान्छु गेट खोलेर यो अम्मा 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 यो अम्बा हो त हो यो अम्बा होइन नि छोरी हो साँच्चै हो अम्मा म यहाँबाट देख्न पाउँछु तिमीले के लाग्यो अम्बा भने यसलाई यो त अम्बा होइन नि हो यो त भोकटे हो नि छोरी अम्मै हो अम्बा जस्तै स्मेल गर्छ मायो वाउ भर्खरको हो त भर्खरको के चाहियो पुतली पुतली त उड्यो के भर्खरको यस्तो खालको यो चाहिँ हजुरको लागि मामु थ्याङ्क यू के हो छोरी यो फ्लावर म Thank अलिकति you. यो खाम्ला खाऊ खाऊ के हो आल्छ हो ल आऊ आऊ यताबाट आऊ एउटा मात्रै लिऊ प्लिज यो म्याङ्गो बनाउने कुरा हो होइन यो त आल्छ हो नि दुईटै टाल्छ मामु आउन लागि होइ ल म सबै काक्रो झिकालौँ चिकाल त एउटा काटो त ओ काटिन्छ ओइ लिस्यो मामु यहाँ हाल न यहाँ काडे काडा हो माथि समातेर काटोस् यता मामु दुईटा मात्रै भयो हुन्छ अझै भयो भयो आऊ मामु उता पनि फल्दैछ फलेको सानो पनि चाहियो मलाई त्यो मामु यो चाहिँ के हो पात चाहिँ मामु पातले काट्यो भने के हुन्छ केही पनि हुँदैन काट्ने हो एउटा मात्रै काटो मलाई के काट्यो रे अम्बाको माथि अम्बा भनेको चाहिँ यो हो नि छोरी अघि तिमीले अम्बा भन्यौ उता भोकटेलाई यो हो नि अम्बा देख्यौ देखेन खोल सानो छ यो त्यो फुल फुलेको यो सानो हेर त यो 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 चाहिँ के हो त्यो चाहिँ लट्टेको साग उ त्यो के उ त्यो लट्टेको साग फुल फुलेको हो यस्तो पिङ्क वाला यस्तो के यस्तो पिङ्क फुल हो लट्टेको सागको फुल फुलेको अया त्यो थकी लाग्यो म यहाँ बस्न मिल्छ 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 त्यहाँ राम्रोसँग बस मामु अनि मामुले मेरो लागि पिङ्क वाला यस्तो लिएर आयो पिङ्कवाला कुन मामु म म्याङ्गो खाने हस् माथि गएपछि हस् आज त हामी बारीमै छौँ नि त तिमी थाकेको छौ होला बारीमा आउने कि माथि जाने हजुर माथि जाने कि बारीमा आउने मामु म त सोच्नुहोस् हस् कहिले पाउँदैन आऊ यता अनि सँगै जाने सँगै माथि चाहिँ जाने
जब जाओ आमा मेरो जुस खा मामा हुन्छ हो भन्नुहोस् एउटा घरमा छ भन्छ खानु न सबै खा खाएको माथि लिएर हिँड्नुपर्छ बाटामा फाल्नुहुन्छ त प्लिज नफाल प्लिज हुँदैन माथि डस्टबिन हाल्नुपर्छ कमिला ल हिँड कमिला भयो पनि हिँड छोरी ल हिँड मैले दिदाको साथीको पेन्सिल लिएर कलर लिएर आइदियो अब चाहिँ म यो ड्रइङ बनाउँछु कसको बच्चा मेरो अनि तिमीभन्दा ठुलो छ त अग्लो अनि यो मेरो 5 वर्षको बच्चा 5 वर्षको बच्चा हो अनि तिमी कति वर्ष 4 अदिति मैले फर्स्ट मुन्टा खेल्न हेल्प गर न क्लास टिचरले आज चाहिँ पिच्चो अनि तिमीले त पिच्चो हुन्छ त मूल्य के हो कुन गर्छ दिदा मलाई एउटा देऊ न ल कति साह्रो गाइस यो त कति पुरानो र मैला भइसकेको छ म त चेन्ज गर्छु अदिति ल्याउ त गाइस म मेरो बहिनी जिताल्छ तिमी उताबाट जाऊ म गई गाइस हामी त अफिसियली ल्याइसकेको छ गाइस हजुरलाई मेरो यो खोल पहिलाको मन पर्यो त्यो अहिलेको मन पर्यो भनिदिनुहोस् अब म यो त यहाँ हुनु पर्यो यो गाइस यो हुनु त यो मेरो लन्च थियो यो ससेज ढिलो भएर म राति खाएको हो अनि कस्तो मिठो हो मैले सस हालिदिएको छु मैले कति तातो गाइस अहिले चाहिँ रातिको 7 बज्यो मैले बिहान सुरु गरेको थिएँ यो ड्रइङ भोलि मेरो आर्टको कम्पिटिसन हो त्यही भएर मैले यो बनाएको छु म फर्स्ट हुन्छु कि हुँदैन गाइस गेस गर्नुहोस् थाहा छैन मलाई पनि मैले होप गराएको छु फर्स्ट होस् भनेर कि सेकेन्ड कि थर्ड पनि हुनुपर्छ मेरो बहिनीले उसको रफ कपी चाहिँ हरायो त्यही भएर उसले यो नयाँ कपी पायो नि त्यही भएर यता पर्छ मेरो पेन्सिल ब्रस मागिरहेको छ नि ऊ जिद्दी बच्चा हो त्यही भएर म यसो बस्दिनँ अनि गाइस मेरो ड्रइङ कस्तो छ राम्रो कमेन्टमा भन्नुहोस् क्लोजर लुक के लेखेको छोरी त्यो ड्रइङमा चाहिँ तिमीले I will be a defender of my planet. मेरो त होमवर्क सकिसक्यो मेरो बहिनीको अझै हो म उसलाई हेल्प गर्नुपर्छ तर आज हामीलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुहोस् बाई